प्री मनसुनको समय भएकोले चाहिँ अहिले वर्षा हुँदाखेरि चाहिँ विशेष गरी अपराह्न साँझ पखतिर वर्षा हुने र वर्षा पनि छेडिक रूपमा भए पनि एकदम जस इम्प्याक्ट पार्ने खालको वर्षा हुने र सँगसँगै चाहिँ हावाहुरी मेघगर्जन चट्याङसहित नै वर्षा हुने देखिन्छ। आजको हकमा कुरा गर्नुपर्दाखेरि चाहिँ आज विशेष गरी चाहिँ हाम्रो लुम्बिनी प्रदेशदेखि पूर्व लुम्बिनी प्रदेश, गण्डकी, बागमती, मध्य प्रदेश र कोशी प्रदेशको विशेष गरी चाहिँ तराई भूभाग र यो जुन पहाडी क्षेत्रहरू छ यतातिर चाहिँ हावा पनि अलि तीव्र गतिमा चल्न सक्ने सम्भावना रहेको देखिन्छ र यिनै क्षेत्रहरूमा मेघगर्जन चट्याङसहित नै वर्षा पनि हुन सक्ने सम्भावना देखिन्छ। अहिलेसम्मकै म्याक्सिमम टेम्परेचर यो वर्षको चाहिँ हेर्नुपर्छ, एकचोटि त्यो डेटै हेर्नुपर्छ। अब साथसाथै हिजोको चाहिँ म्याक्सिमम टेम्परेचरको कुरा गर्नुपर्दाखेरि धनगढीमा 41.4 डिग्री सेल्सियस रेकर्ड भएको छ र साथसाथै अर्को भैरवामा 41 छ र दिपायलमा 40.5 छ। तीनवटा जिल्लाहरूमा चाहिँ 40 डिग्री क्रस गरेको छ र हामीले चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूको तराई र पहाडी जिल्लाहरूमा चाहिँ अझै पनि तातो दिन रहने भनेरै पूर्वानुमान गरेको छ। हजुर पक्कै पनि जस्तै अब हामीले हिटवेभ भनेर अस्ति 3 दिन अगाडि जारी गरेको थियौँ, स्पेसल बुलेटिन जारी गरेको थियौँ। यसको लागि चाहिँ अब कुनै एउटा पर्टिकुलर ठाउँ यो चाहिँ ठाउँअनुसार फरक फरक हुन्छ, यसको थ्रेसहोल्ड फरक फरक हुन्छ। जस्तै पूर्वको तराईको क्षेत्रको थ्रेसहोल्ड अलिकति कम हुने अथवा एउटा छ भने पश्चिमतिर अथवा अर्को तराईतिरको चाहिँ थ्रेसहोल्ड अलिकति बेसी हुन सक्ने हुन्छ। यस्तोमा चाहिँ जुन स्टेसनको चाहिँ थ्रेसहोल्ड त्यहाँ नागेको हुन्छ कन्टिन्युस रूपमा 3 दिनसम्म चाहिँ त्यही टेम्परेचर रहिरह्यो भने चाहिँ हामीले अनि हिटवेभ भयो भनेर विशेष बुलेटिन जारी गर्छौँ। यो अवस्थामा चाहिँ हामीले विशेष गरी लुम्बिनी प्रदेश र यो सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रहरूमा चाहिँ हिटवेभ भएको भनेर स्पेसल बुलेटिन पनि जारी गरेको थियौँ। त्यो क्षेत्रहरूमा चाहिँ जुन स्टेसनहरूमा थ्रेसहोल्ड नाग्नुपर्ने थ्रेसहोल्ड कटिसकेको र 3 दिनसम्म पनि उक्त टेम्परेचर चाहिँ कन्सिस्टेन्ट भइरहेको भएर चाहिँ हिटवेभ जारी भएको र 3 दिनसम्मको म्याच सकिसकेको छ विशेष बुलेटिनको हाम्रो हिटवेभको। र आगामी 1-2 दिनलाई पनि अझै पनि चाहिँ त्यो ठाउँहरूमा त्यति धेरै टेम्परेचर नरहे पनि त्यसैको छेउछाउ रहने भएकोले तातो दिन अझै पनि रहनेछ भनेर नि पूर्वानुमान गरेको छ। यसको लङ टर्म प्रभाव अब आज भोलिसम्ममा चाहिँ तातो दिन नै रहने र पर्सिबाट चाहिँ विशेष गरी हामीले पश्चिमी क्षेत्रमा चाहिँ तातो दिन भनेर पूर्वानुमान दिइरहँदाखेरि पर्सि र निको पर्सिबाट चाहिँ हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ पश्चिमी क्षेत्रहरूमा पनि। त्यसले गर्दा चाहिँ थोरै अलिकति राहत हुने जस्तो देखिन्छ तापक्रम अलिक कम भएर। हजुर पक्कै पनि यो अहिले खासमा त विशेष गरी यो प्री मनसुनको समय भएर भएको प्री मनसुनको समयमा चाहिँ दिनभरि मजाले घाम लाग्ने, मजाले जमिनहरू तार्ने अनि कन्भेक्सन भएर चाहिँ त्यहीको स्थानीय वायुको प्रभाव र साथसाथै अहिले चाहिँ पश्चिमी वायुको पनि प्रभाव अनि हाम्रो यो नेपालभन्दा ठ्याक्कै तल्लो भूभागमा रहेको एउटा न्यूनचापीय प्रणाली छ तिनटै चाहिँ मर्ज भएर चाहिँ त्यो जुन कन्भेक्सन हुने अनि त्यहाँबाट चाहिँ यो बादलहरू बढ्ने र त्यहीबाट बादलहरूबाटै पानीहरू पर्ने हुन्छ र त्यो चाहिँ बिस्तारै बिस्तारै मुभ हुने जस्तो देखिन्छ। अहिलेको कन्टेक्समा हेर्दाखेरि हिजो अस्तिकोमा हेर्दाखेरि पोखरा अथवा जुन लुम्बिनी गण्डकी प्रदेशहरूबाट चाहिँ बादलहरू बन्ने र त्यहाँबाट चाहिँ बिस्तारै पानी पर्दै पूर्वतिर सर्ने जस्तो प्रणालीहरू विकसित भएको देखिन्छ। हजुर हुन्छ। यस जुन यो वर्षको मनसुनको चाहिँ जुन हामीले ऋतुगत आकलन गर्दाखेरि देशको अधिकांश स्थानमा चाहिँ सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको देखिन्छ। विशेष गरी कर्णाली प्रदेशको दक्षिणी भाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग, मध्य प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55 देखि 65% रहेको छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशको पश्चिमी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45 देखि 55% रहेको छ। त्यसै गरी कर्णाली प्रदेशको चाहिँ उत्तरी भूभाग तथा कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा वर्षा हुने सम्भावना 35 देखि 45%ले रहेको देखिन्छ भने देशको बाँकी भूभागहरूमा सरदरभन्दा कम वर्षा हुने सम्भावना चाहिँ 35 देखि 45%सम्म रहेको छ। हजुर अब यसको जुन हाम्रो जेनरली डेट अथवा त्यो चाहिँ हाम्रो जुन
12-13बाट सुरु हुनुपर्ने हो। अब त्यो अनुसार चाहिँ के हुन्छ भन्दाखेरि मनसुन अनसेट भइसक्दाखेरि चाहिँ विभिन्न प्यारामिटरहरू हुन्छ, त्यसलाई हामीले मोनिटरिङ गरिरहेको छौँ। अब यसमा ठ्याक्कै त्यही दिन नहुनसक्छ जुन 12-13मै नहुनसक्छ, यो थोरै अलि अगाडि पनि हुनसक्छ, अलिकति पछाडि पनि हुनसक्छ। त्यस्तो अब जुन यो वर्षको तुलना यो वर्षसँग कम्पेयर गर्नुपर्दाखेरि चाहिँ मनसुनमा पानी नपर्ने भन्दा नि मनसुनमा अरू वर्षको भन्दा चाहिँ अलिक कम पानी पर्नुपर्ने हो। कम पानी पर्ने सम्भावना रहेको चाहिँ हो, जुन ऋतुगत आकलनले हामीले त्यो देखाएको छ। कम पर्ने, हजुर हजुर। मनसुन अवधिमा अब जस्तो प्रायः के हुन्छ भन्दाखेरि मनसुन अवधिको सुरुहरूमा पानी पर्ने र बिचमा चाहिँ अलिकति मनसुन ब्रेक भयो जस्तो हुने अवस्था हुन्छ। अब यो जुन ऋतुगत आकलन गर्दाखेरि हामीले सिजनल नै हेर्ने भएकोले जुन यो मनसुन सिजनभरिमै चाहिँ गत वर्ष अथवा अरू वर्षको भन्दा चाहिँ कम वर्षा हुने सम्भावना रहेको हो। कृषिमा अब जुन कृषि खेतीहरू गर्नेहरू धेरै जसो किसानहरू त अब मनसुनकै पानीमा पनि निर्भर हुनेहरू हुनुहुन्छ उहाँहरू। अब उहाँहरूको हकमा कुरा गर्नु पर्दाखेरि चाहिँ अब ठ्याक्कै जुन बेला चाहिने धान बाली लाउनको लागि हो त्यही बेला चाहिँ पानी नपर्ने सम्भावना पनि रहन सक्छ, अथवा कम पानी पर्न सक्ने पनि सम्भावना रहन सक्छ। त्यही भएर चाहिँ यसलाई विशेष ध्यान लिएर जस्तै यो वर्ष चाहिँ पानी सदाको भन्दा चाहिँ अथवा अन्य वर्षको भन्दा चाहिँ केही कम नै पर्छ यो मनसुन सिजनमा भनेरै अब त्यही अनुसारको आफ्नो जुन व्यवस्थापन हुन्छ त्यो गर्न चाहिँ राम्रो हुन्छ। हजुर पक्कै पनि जस्तै आजकै मौसमको कुरा गर्नुपर्दाखेरि पनि विशेष गरी लुम्बिनी प्रदेशदेखि पूर्वतिर चाहिँ जुन तराई र पहाडी क्षेत्रहरूमा चाहिँ हावाहुरीको सम्भावना रहेको छ। साथसाथै मेघगर्जन चट्याङसहित नै वर्षा हुन सक्ने सम्भावना रहेको भएर चाहिँ जुन मनसुनी अवस्था मौसमको अवस्था के कस्तो छ पछिल्लो मौसमी अवस्थाको जानकारी लिएर मात्र आफ्नो जुन दैनिक योजनाहरू बनाउन चाहिँ हार्दिक अनुरोध गर्दछु। भने साथसाथै पश्चिमी क्षेत्रहरूमा चाहिँ तातो दिनहरूको क्रम पनि रहेको भएर बिहान पख अथवा बेलुका पख मात्र जुन बाहिरी जुन उपनिवेशमा गएर काम गर्ने, दिउँसो पख चाहिँ छाहारीमा बस्ने अथवा कन्टिन्युस रूपमा पानीहरू खाइराख्ने, हाइड्रेटेड भएर बस्न नहुन सम्पूर्णमा आग्रह गर्छु।